नमस्ते, शुभ सन्ध्या। अहिले हामी हिँड्दै जाने क्रममा अफ्रिकन कन्ट्री सेन्ट्रल अफ्रिकन रिपब्लिकको एउटा घाँसे मैदानमा आइपुगेका छौँ, जहाँ यो सन्ध्याकालीन समयमा एउटा दृश्य देखाउँदैछौँ जुन चाहिँ नेपालको भन्दा अलिकति फरक देख्न सकिन्छ। घाँसे मैदान अनि त्यसमा यो देखेको यो मान्छेले बनाएर राखिएको जस्तै यी दृश्यहरू यो मानव निर्मित भनी होइनन्। यिनीहरू चाहिँ धमिराले बनाएको धमिराको घर, धमिराको गोला हुन्। देख्दाखेरि मानव निर्मित जस्तै देखिन्छ, तर भने यो वास्तविक रूपमा धमिराको घर हो। देख्न सक्नुहुन्छ यो मान्छेले नै बनाएर राखे जस्तो केही चिजहरू जस्तो देखिन्छ, तर यो धमिराको गोल हो। च्याउ जङ्गलमा पाइने च्याउ आकृतिको, तर अलि ठुलो आकारको यो आकृति। यो चाहिँ अफ्रिकन जङ्गल, जुन नेपालको भन्दा केही फरक, तर केही बोट बिरुवाहरू, रुखहरू चाहिँ नेपालमा पाइने बिरुवाहरू पनि पाइन्छ यहाँ। देख्न सक्नुहुन्छ।